तपाईलाई के को अक्युजेसन लाग्छ? तपाईले रोहिङ्गियालाई प्रोटेक्ट गरेको भन्ने अक्युज लाग्छ, तपाईले बङ्गलादेशलाई प्रोटेक्ट गरेको भन्ने अक्युज लाग्छ, तपाईले विदेशीलाई प्रोटेक्ट गरेको अक्युज लाग्छ, तपाईलाई त मधेसी होइन त विदेशी होस्, जा पाकिस्तान जा भन्छ। तर यो चाहिँ युएनले चाहिँ राखेको होइन र युएनआरएच के भन्छ युएनको हाई कमिसनर अफ जुन रिफ्युजी छ, अफ्रिकनहरू पनि छन् नेपालमा अफ्रिकन छन्, भुटानी छन्, बङ्गलादेशी छन्, रोहिङ्गिया छन्, तिब्बतियन छन् रिफ्युजीहरू। उनीहरूलाई नेपालको कुनै लिडरले राखे होइन, उनीहरू युएनको इन्टरनेसनल लबाट रिकगनाइज भई युएनको ह्युमन के भन्छ हाई कमिसनर अन रिफ्युजिज जुन छ तिनीहरूको प्रोटेक्सनमा बस्या हो। नेपाल सरकारले प्रोटेक्ट गरेर राखेको छ भनेपछि त क्वेसन त नेपाल सरकार नेपाल सरकारलाई भन्नु पर्दैन। निकाल्नु छ भने नेपाल सरकारको विरुद्धमा गएर आन्दोलन गर्नुहोस्। पर्सनल व्यक्तिको लागि नो मुस्लिम इज गोइङ टु प्रोटेक्ट देम। ओके, आई ग्यारेन्टी, म ग्यारेन्टी दिन्छु कुनै मुस्लिम आउँदैन। को आउँछ? युएनको हाई कमिसनर आउँछ obviously। And why are you attacking मधेसी मुस्लिम्स and not the UN को हाई कमिसनर? जिम्मेदार व्यक्तिले गर्नु पर्यो नि त, यसलाई सजिलो छ भनेर। म के भन्छु, नेपालमा रोहिङ्गिया कहाँबाट छिर्छ? तराई मधेसको बोर्डरबाट छिर्छ, मोरङ, झापा, सुनसरी, सप्तरी लगायत होइन। त्यो जिल्लाको कतिवटा सिडिओ, कतिवटा एसपी, कतिवटा डिएसपी, कतिवटा इन्सपेक्टर, कतिवटा सशस्त्रको एसपी डिएसपी मुस्लिम छन्। कोही पनि छैन। अनि कसले छिराइरहेछ तिनीहरूलाई? obviously the systems under which they are operated. So the question should be not to the individuals. हैन, मधेसी मुस्लिम डिएसपीले छिराको हो, मधेसी मुस्लिम इन्सपेक्टरले छिराको हो, मधेसी मुस्लिम सिडिओले छिराको हो, त्यो त होइन। That's why we need to ask question to those who are responsible. Okay. मेरो देशभित्र विदेशी नागरिक कसरी छिर्यो? Okay. कसले छिरायो? मेरो समुदायले त छिराको होइन। त्यो क्षेत्रमा एउटा पनि सांसद छैन मुस्लिम, छैन, एउटा पनि मेयर छैन, कसले छिरायो? छिराउने आफै। अब जब एक्जिस्ट गर्छ हामीले केही ह्युम्यानिटेरियन एड भनिदियौँ भने वी आर एट अ ब्लेम।